उहाँले चाहिँ अब वास्तवमा चाहिँ अब रविन्द्र धासँग खेल्छु भन्नु भएको रहेछ हैन जितोस् यो अब खुसी कुरा नगरोस्। अरे कौन भौंक रहा है ये बदतमीज? अबे ये बहन का लोड़ा ये बाबू समझो इशारे हर्न पुकारे। नमस्कार साथीहरु, आजको भिडियोमा म कुरा गर्न जाँदैछु आफूलाई नेपाली प्रो भन्दै हिँड्ने गधाको बारेमा र आफूलाई धादिङे राङो भनेर हिँड्ने सुँगुरको बारेमा। बेलायतकी काम बस्नु हुँदैछ त्यहाँबाट अनि भिसा चाहिँ कतार गरे तर त्यहाँको राजाको चाहिँ रानीको बडीगार्ड भन्नु हैन। त्यो भिसा चाहिँ कतारको रे अनि बेलायतको रानीको बडीगार्ड रे। तिमीहरुको यो हावा कुरा सुनेर रानीको बडीगार्ड चाहिँ त्यस्तै हो, रानीको बडीगार्ड चाहिँ लाग्छ यो। स्योर हो। लाज शरम घिन इज्जत सबैलाई बेचेर सोशल मिडियामा आएर भुक्नुको मजा पनि बेग्लै हुन्छ के। कस्तो फिल आउँछ भन्ने कुरा सोध त एकचोटी यिनीहरुलाई। तपाईं रविन्द्र धातको आफ्नो मान्छे हो होइन होइन म ढकालो उहाँ ढाड हो हैन, त्यही पनि उहाँ फ्यान हो मेरो एउटा। क्या ये क्या बक रहे हो मादरचोद? उहाँ फ्यान हो मेरो एउटा। ए हो र, त्यसो भए त जोनी सिन्स पनि मेरो फ्यान हो। शरीर हात्तीको जस्तो भएर के गर्नु मुजी जब दिमाग चाहिँ पुरै भेडाहरूको जस्तो छ भनेपछि। होइन पागलखानाबाट भागेर आएको पागलहरू तिमीहरूले यो पञ्चलाडाको हो कि हातलाई पिङ खेलाएको बे? यस्तै हो मुजी टाइम टाइममा औषधि नखानुको नतिजा। फ्रेन्ड I challenge your accept, okay? कहाँ लड्ने जमिन हावा पानी पताल म एक्सेप्ट गर्छु। जबदेखि यो धादिङे राङो नाम गरेको सुँगुर आएको छ नि सोशल मिडियामा हो तबदेखि नै यो गधा र सुँगुर दुईटैको दिमागी सन्तुलन झन् बिग्रेको छ अरे। अब करेन्ट लगाएर मात्रै निको हुँदैन, ट्रान्सफर्मरमै पड्काउनु पर्छ रे यिनीहरूको छातीमा राखेर भन्दै थियो अस्ति डाक्टरले। मैले कुरा गरेको पागलखानामा। जे पर्छ टर्छ, खेल्ने हो मैदानमा, लड्ने हो। मेरोलाई मेरो तर्फबाट छ, उहाँको लागि उहाँ हुनुहुन्छ। अरे सुगर दा यार, फर्स्ट कुरा त तिमी छोराछोरीलाई कानमा राखेर हिँड्ने बेलामा चाहिँ पेटमा भुँडी बोकेर कात्तिके कुकुर जस्तै दुनियाँ डुल्दैछौ, अनि तिमी आफू राङो भएर यो गधाको पछि चाहिँ के गर्नलाई हिँडेको हो त? तिमीहरू गधा र सुँगुर दुईटै मिलेर यो रेस्लिङ भन्ने शब्दकै बलात्कार नगर त खै। बरु तिम्रो लागि म धादिङबाटै भैँसीको कुरा गरिदिन्छु, भैँसीलाई ब्याउने बनाऊ अनि जिन्दगी सेट हुन्छ। त्यसमा कमाइ पनि टन्न छ, इन्सुरेन्सको पैसा पनि आइहाल्छ, छिट्टै आउँछ। कुरा के छ तपाईँ मिलाउनु? इन्सुरेन्स लगानी गरिन्छ खोज्नुस् तपाईँ। मेरो अलरेडी छ अनि गरिब जस्तो लाग्छ मान्छेहरुलाई। गरिब छ हेर्नु न मुन्देखि मासु गरे। होइन यो पागल मुजीहरु, तिमीहरूले यो स्क्रिप्ट लेख्यो ल ठिक छ राम्रै गर्यो, लेख्नु अलि राम्रो स्क्रिप्ट लेख्न सकेनौ तिमीहरूले। बात त सही है। एनर्जी 200% छ, लजिक गेडा जस्तो सुन्ने पनि छैन कुछ भी। यस्तो हेर्नु म अमेरिका पाकिस्तान हङकङ सबैसँग भिडेको, मलाई सम्मान छ, तर अफिसमा लड्ने भन्दा नि म यो एउटा त्यो संस्कारी मान्छे उहाँ त अब भाइरल हुन आउनु के ल। त्यही म जमिनमा लड्ने कि हावामा लड्ने कि कहाँ पतालमा लड्ने कि पानीमा लड्ने कि त्यही तरिकाले लडौँ। कस्तो जमाना आयो मुजी उ बेलामा जोन सेना ग्रेट खलीको रेस्लिङ हेर्ने मान्छे हामीहरू अहिले आएर यो गधा र सुँगुरको रेस्लिङ हेर्न परिरहेको छ। भ्युअर्सहरूको डाउनफल लेभल देखिरहेको छौ तिमीहरू, कुन लेभलको डाउनफल चलेछ? विज्ञापन चाहिँ मतलब होइन, एउटा ब्रान्ड मान्छे हो, ब्रान्डले जे पनि गर्छ हैन, ब्रान्ड भएपछि तिमी ब्रान्ड मान्छे त त्यस्तै हो, रन्डो मान्छे चाहिँ हो त्यो म पनि भन्छु, त्यसमा त मलाई पनि पूर्ण विश्वास छ। भ्युज र पैसाको लागि गधाब्रोले गधाको नै गु खायो भन्ने न्युज आयो भने भोलिको दिनमा म चाहिँ 1% पनि सक हुने छैन है। म डिप्रेसनमा 3 चोटि ढले म त्यहाँ रेड उठा मलाई स्वयं हेछु म। होइन है गधा मुजी डिप्रेसन भएर 3 चोटि चाहिँ कसरी ढल्यौ बे? यु आर अ गुड क्वेशन। डिप्रेसन भएको हो कि रिङ्गटा लागेको हो मुजी कि औषधिको ओभरडोज भएर ढल्यौ 3 चोटि? ढलिन्छ के नेपाली ब्रो, ढलिन्छ। कहिले काहीँ औषधि बढी खाइदिन्छ तिमीले, कहिले औषधि नै खान छोडिदिन्छ। ये बड़ी अच्छी बात कही आप। रवि दत्तसँग पनि तपाईँ भेट्न तयार हुनुहुन्छ? खेल्न म रेडी छु उहाँसँग, नो प्रब्लम, बेला केही पनि छैन, तर हामी चाहिँ पहिला चाहिँ कन्ट्र्याक्ट साइन हुनु पर्यो। हेर दाजु, सिधा भन्न खोजेको कुरा के हो भनेपछि तिमी त्यो रविन्द्र धासँग लड्नु त त्यस्तै हो, बरु त्यो शर्मिला वाइबा ऋतु बस्नेत अनि त्यो प्रकाश भुजेल भन्ने पागल छ नि त्यसको बडीगार्डसँग लडेको चाहिँ सुहाउँछ होला। टच गर्न पाएको छैन, 3 राउन्ड घुमिसक्छ मुजी, अझ फेरि रविन्द्र धातसँग लड्न तयार छु रे। अनि तिमीले यो फाइट गर्ने बेला लगाएको कट्टु त एकदमै युनिक छ भने, एकदमै युनिक। तिम्रो यो आउटफिट देखेर रेस्लिङ गर्न कम र डान्स बारमा डान्स गर्न गएको बढी लाग्छ। यसले यो फाइट गरेको रिङमा उफ्रेको देखेर 90s को डिस्को पार्टीमा आएर रेस्लिङ गरिरहेको जस्तो लाग्दैन तिमीहरूलाई? हेर्नुहोस् त नेपाली ब्रोले यहाँ प्लास्टिकको ल्याएको मलाई
कति भाटा खाएँ मैले कति हस्पिटल भयो कोही आयो एउटा एकजना के अरे स्याउ लिएर मलाई रात परिरहेको त्यही लौ नेपाली गधालाई तिमीहरूले स्याउ लगेर पनि जान सकेनौ एउटा पनि विश्वले चिनेको मान्छेलाई तिमीहरूले चिन्न सकेनौ अनि त्यो प्लास्टिकको गोली हान्न लगाउने पनि तिम्रै बुढी होला त मुजी फेरि को आउँछ त्यो तिम्रो लागि स्याउ सुन्तला ल्याएर गरेर एउटा झन्डा लिएर चाहिँ विभिन्न देशमा जाने छोरालाई चाहिँ एउटा श्रीमतीले लगेर चौकीमा कोद्दाखेरि हतकडी लाउँछ हरकत सुधार नेपाली ब्रो हरकत सुधार नत्र म भन्दैछु तिमीलाई पछि कोही काटिएको घाउमा मुत्न पनि मिल्दैन तिमीलाई फेरि ओके द्याट्स अल फर टुडे भिडियो गाइज अब आजको भिडियोमा यति नै यो भिडियो मैले एउटा इन्जोय पर्पसको लागि रमाइलोको लागि मात्रै बनाएको हो बाँकी मलाई नेपाली ब्रोसँग कुनै पनि किसिमको पर्सनल हेट दुश्मनी भन्ने केही पनि छैन